स्कटल्यान्डमा जारी आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत एक दिवसीय क्रिकेट श्रृङ्खलामा नेपालले आज आफ्नो तेस्रो खेलमा स्कटल्यान्डको सामना गर्दैछ। नेपाली समयअनुसार अपराह्न 3:45 बजे स्कटल्यान्डको हुन्डीमा हुने खेलमा नेपाल जितको श्रृङ्खला कायम राख्ने लक्ष्यमा छ। यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको थियो। त्यसपछि बुधबार भएको दोस्रो खेलमा नेपालले नेदरल्यान्डलाई समेत हराउँदै श्रृङ्खलामा विजय यात्रा जारी राखेको थियो। नेपाल यस प्रतियोगितामा स्कटल्यान्डसँग दोस्रो पटक प्रतिस्पर्धा गर्दैछ। पछिल्लो समय नेपालले स्कटल्यान्ड विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। सन् 2023 यता भएको 5वटा खेलमध्ये नेपालले 4 खेलमा जित दर्ता गर्दै एक खेल वर्षाका कारण नतिजाविहीन बनेको थियो। यसअघि सन् 2024 को अक्टोबरमा अमेरिकाको डालासमा भएको लिग 2 श्रृङ्खलामा नेपालले स्कटल्यान्डलाई पहिलो खेलमा पराजित गर्दा दोस्रो खेल वर्षाले प्रभावित भएको थियो। लगातार 2 खेलमा शानदार जित दर्ता गर्दै उत्साहित नेपाली टोली आजको खेलमा पनि आत्मविश्वासका साथ मैदानमा उत्रँदैछ। खेल प्रेमीहरू नेपालले आफ्नो प्रदर्शनलाई निरन्तरता दिने आशामा छन्।